म सबै बुझ्न लगाउँछु, चिन्ता नगर्नु होला। तपाईहरु बस्नुस् अहिले अनि जे भएको छ त्यहाँ जे तपाईलाई समस्या परेको छ त्यो सबै समस्या यहाँ हेर्छौं। तपाईसँग कानुन व्यवसाय छैन भने पनि वकिलको पनि व्यवस्था म गरिदिन्छु है, चिन्ता नगर्नु। ल आमा चिन्ता नगर्नुस् है, मैले कुरा गरेको छु है, पिर नगर्नु, केही गाह्रो हुँदैन। हामी छौं। तपाईँ पुलिसमा जानुभएको छैन रहेछ, गएको भए हुन्थ्यो, गएको भए त्यहाँ प्रहरीले मद्दत गर्थ्यो, जानुभएको छैन रहेछ। म यहीँबाट सबैको त्यहाँ कुरा सुन्ने, त्यहाँको अवस्था के रहेछ, सत्य तथ्य के रहेछ भर्खर बुझ्ने व्यवस्था गरिदिन्छु है आमा। ल चिन्ता नगर्नु होला, भर्खर उहाँले गर्नुहुन्छ, कल गरिदिइहाल्नु है। तपाईलाई सबै व्यवस्था गर्नुहुन्छ है त। सुन्नुपर्छ, पहिला विवरण सब लिनुहुन्छ, सुरु गर्छौँ हामी है। ल सबै यसमा छ व्यवस्था होइन। मैले सचिवालयलाई पनि दिएको थिएँ, मेरो पत्र दर्ता भयो भएन थाहा पनि भएन। अघि तपाईँलाई भेट्न आएँ, मैले 18 जना घुरी आएको थिएँ। तपाईँ बिजी हुनुहुन्थ्यो होला, त्यो पनि भेट्नु मलाई भेट्नै पर्दैन, त्यहाँ काम गर्नु भइहाल्छ। त्यसबाट मैले यहाँबाट पनि हेडक्वार्टर गएँ, शस्त्रको तपाईको सबै कुरा यसमा छ दिएको सचिवालय दिनुभएको छ, दिएको भए मलाई पर्दैन, हामी सिस्टमले काम गर्छौँ। भएपछि उहाँले के भन्नु पठाउनु, डिआइजीलाई भेटेर पनि आएँ अहिले मैले हेडक्वार्टरमा गएर डिआइजीले भेटेर आइसक्यो। उहाँले के भन्नुहुन्छ, गृहमन्त्रीजीले चाहिँ एउटा निर्णय गरिदिनु पर्यो भने चाहिँ होसको जग्गा होसमा आफू गएर हाम्रो व्यक्तिगत जग्गामा शस्त्र क्याम्प बसेको छ भने उसले चाहिँ जग्गा आफ्नो व्यक्तिमा जाओस्, हाम्रो जग्गा छोडोस् भनेर चाहिँ हामीले भनेको छौँ कि त्यो चाहिँ सुनाइ चाहिँ त्यहाँबाट पनि भएन। उहाँले के भन्नुहुन्छ, मन्त्रीजीले छोड भनेपछि हामी छोड्छौँ, तयार छ। त्यसको लागि मैले अध्ययन गर्नुपर्ने हुन्छ, नबुझिकन त्यसै लेख्दिनु त मिल्दैन होला, बुझ्नु पर्यो। तपाईँले कहिले दिनुभएको यो? होइन, यो दिएको चाहिँ मैले बिहिबार हो कि बुधबार दिएँ यहाँ तपाईँकोमा। यो फेरि धेरै प्रक्रिया पुरानो हो सर, यो चिन्ता नगर्नुहोस्, हामी आफै लिएर हामी कहाँ आइरहनु पर्दैन। भर्खरै हामीले फोन गरेको छ तपाईँलाई, होइन घर आइसके एउटा पत्र गृह मन्त्रालयको चाहियो भन्नुभएको छ। त्यो पत्र कसरी हुन्छ हामी त्यो चाहिँ चाँडै गरिदिनु पर्छ, एकदमै चाँडै गर्छ। दुईटै जग्गा सम्बन्धी विवाद एकैचोटि आएको गृहमन्त्री भएर हामी गरिरहेछौँ, गरिरहेछौँ। ल्याउनु यो म बोकिदिन्छु। ल आउनु मन्त्र ल्याउनु। होइन उहाँहरूको त अघि भनिसक्यो हो, मैले नै सुनेर सशस्त्र प्रहरी मुख्यालयमा पठाएको। अनि त्यहाँ मुख्यालयबाट एउटा सुझाव दिनुभएको छ, एउटा पत्र चाहियो गृह मन्त्रालयको। अविनाश के भन्नुभयो? अविनाश आचार्य सचिवालयमा हुनुहुन्छ। उहाँ आमा उहाँ दिदीको पनि हुन्छ। अब उहाँलाई जिम्मा लगाइएको छ, गृहमन्त्रीले तपाईँहरूको कुरा सुन्नुभयो, जिम्मा लाउनु भएको छ उहाँलाई। अब चाहिँ कस्तो लाग्यो तपाईँलाई? मलाई गृहमन्त्रीज्यूले गर्नुभएको न्याय एकदमै राम्रो लाग्यो, यति राम्रो लाग्यो। म आशावादी पनि छु, मैले भोट पनि स्वतन्त्र पार्टीमै हालेको। म सधैँ अन्यायको विरुद्ध हिजोदेखि लड्दै आएको, त्यो समाजमा पाउने म विरोधी नै छु। म एक नारी भएर मैले पीडा खपेको हुँदाखेरिमा म सधैँभर निलदाम चाहिँ के हो? निलदामको बारेमा, निलदामको विषयमा बाटोमा गराइमेल लिएर झन् छिटो अध्यक्षलाई भनेको त तेरो राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ ल देखा, मैले भोलिदेखि झन् छिटो गर्छु भनेर अध्यक्षज्यूले भन्नुभयो। त्यसो भनेपछि झन् छिटो कार्यक्रम भयो। तपाईँको 1.5 कट्ठा जमिन होइन, 1.5 कट्ठा जमिन समाधान भएपछि हुन्छ। समाधान भएपछि अनि बुझाउन ल ल उहाँको आमाको छोरा अब के न्याय पाइन्छ जस्तो लागेको छ? कस्तो लाग्यो? राम्रो लाग्यो मलाई। राम्रो लाग्यो, अब न्याय पाउँछु जस्तो लागेको छ। बाँच्नु पाइन्छ कि भन्ने आशा छ। जसले पनि हात हाल्छन्, जसले पनि हेप्छन्। हामीलाई त्यहाँ हामी एक घर मात्रै छौँ, हामी थिचोमिचोमा छौँ, धेरै समाजहरू थरी छन्। यस्तै छ जिन्दगी। तपाईँको जमिनमा बाटो बनाएको होइन? हजुर बाटो छ, एकलप्ती बाटो गएको छ त्यहाँ अलिकति मोरीमा जग्गा छ। धेरै बेर उभिनु भएमा तपाईँलाई थकाइ लाग्यो। ल हिँड्नुहोस् त, पहिला बसौँ, आराम गरौँ, अनि कुरा गरौँ है। ल कल गरिदिइहाल्नु है, तपाईँलाई सबै व्यवस्था गर्नुहुन्छ है त। सुन्नुपर्छ, पहिला विवरण सब लिनुहुन्छ, सुरु गर्छौँ हामी है। ल
सबै यसमा छ व्यवस्था होइन मैले सचिवालयलाई पनि दिएको थिएँ मेरो पत्र दर्ता भयो भएन थाहा पनि भएन अघि तपाईँलाई भेट्न आएँ मैले सारा 18जना घरधुरी आएको थिएँ तपाईँ बिजी हुनुहुन्थ्यो होला त्यो पनि भेट्न मलाई भेट्नै पर्दैन त्यहाँ काम गर्नु भइहाल्छ त्यसपछिबाट मैले यहाँबाट पनि हेडक्वार्टर गएँ शस्त्रको तपाईँको सबै कुरा यसमा छ दिएको छु सचिवालय दिनुभएको छ दिएको भए मलाई पर्दैन हामी सिस्टमले काम गर्छौँ त्यो भएपछि उहाँले के भन्नु पठाउनु डिआइजीलाई भेटेर पनि आएँ अहिले मैले हेडक्वार्टरमा गएर डिआइजीले भेटेर आइसक्यो उहाँले के भन्नुहुन्छ गृहमन्त्रीजीले चाहिँ एउटा निर्णय गरिदिनु पर्यो भने चाहिँ होसको जग्गा होसमा आफू गएर हाम्रो व्यक्तिगत जग्गामा शस्त्र क्याम्प बसेको छ भने उसले चाहिँ जग्गा आफ्नो व्यक्तिमा जाओस् हाम्रो जग्गा छोडोस् भनेर चाहिँ हामीले भनेको छौँ कि त्यो चाहिँ सुनाइ चाहिँ त्यहाँबाट पनि भएन उहाँले के भन्नुहुन्छ मन्त्रीजीले छोड भनेपछि हामी छोड्छौँ तयार छ त्यसको लागि मैले अध्ययन गर्नुपर्ने हुन्छ नबुझिकन त्यसै लेखिदिनु त मिल्दैन होला बुझ्नु पर्यो नि त। तपाईँले कहिले दिनुभएको यो होइन यो दिएको चाहिँ मैले बिहिबार हो कि बुधबार दिएँ यहाँ तपाईँकोमा यो फेरि धेरै प्रक्रिया पुरानो हो सर यो द्वन्द्वकालदेखिको कुरा हो चिन्ता नगर्नुहोस् हामी आफै लिएर हामी कहाँ आइरहनु पर्दैन अघि भर्खरै हामीले फोन गरेको छ तपाईँलाई होइन गएर आइसके एउटा पत्र गृह मन्त्रालयको चाहियो भन्नुभएको छ त्यो पत्र कसरी हुन्छ हामी त्यो चाहिँ चाँडै गरिदिनु पर्छ एकदमै चाँडै गर्छ है मलाई त एकदम पीडामा पारे तिनीले के भयो सबै अहिले पुलिसमा विवरण दिनुभएको दिनु भएन प्रहरीमा तपाईँले निवेदन दिनुभयो प्रहरीमा जानु भएन कहीँ जानु भएन मैले त्यही चितवन निवेदन कहाँ हो तपाईँको खैरेनी वार्ड नम्बर 5 प्रहरीमा जानुभएको छैन गइ छैन म तपाईँलाई अहिले भर्खरै यहाँबाट त्यहाँको प्रहरीलाई खबर हुन्छ त्यहाँ तपाईँको के गर्नुपर्ने रहेछ तपाईँको के भएको रहेछ तपाईँको कागजपत्र हेरेर तपाईँलाई कहाँ अन्याय परेको रहेछ भर्खर अहिले भर्खरै यहाँबाट समयलाई सम्पर्क गर्नुहुन्छ भर्खर तपाईँ उहाँसँग बस्नु होला है अहिले भर्खरै भन्नुहोस् हो सबै बुझेर कसैले त्यहाँ गलत गर्यो गलत गर्न दिँदैनौँ हामी भर्खर कुरा गर्यो तपाईँ प्रहरीमा गएको भए यसै पनि गर्थ्यो 4 मिटर बाटो छ नि उहाँको घर छ त्यो सबै बुझाउनलाई मलाई अहिले वार्ड अध्यक्षले थर्काउनु भएको छ तँलाई त्यो मोर्न सब बुझ्न पठाउँछु म त मोर्न छ र त राष्ट्रिय स्वतन्त्र पार्टीसँग जाने भनेर मलाई भन्नु म सबै बुझ्न लगाउँछु चिन्ता नगर्नु होला है पिर नगर्नु केही गाह्रो हुँदैन हामी छौँ तपाईँ पुलिसमा जानुभएको छैन रहेछ गएको भए हुन्थ्यो गएको भए त्यहाँ प्रहरीले मद्दत गर्थ्यो जानुभएको छैन रहेछ म यहीँबाट सबैको त्यहाँ कुरा सुन्ने त्यहाँको अवस्था के रहेछ सत्य तथ्य के रहेछ भर्खर बुझ्ने व्यवस्था गरिदिन्छु है आमा ल चिन्ता नगर्नु होला भर्खर उहाँले गर्नुहुन्छ कल गरिदिइहाल्नु है के भयो तपाईँले यत्रो निलो गाउँ छ मेरो के भयो भन्नुहोस् त 1.5 कट्ठा जमिन हो हजुर मेरो 1.5 कट्ठा जमिन थियो मेरो घरदेखि यतापट्टि हजुर यतापट्टि चाहिँ 8 मिटर बाटो थियो अहिले चाहिँ थपेर 12 मिटर बनाउनु भएको छ अनि यतापट्टिको घरको चाहिँ उहाँको वार्ड अध्यक्ष छत्र सुवेदी हुन्छ उहाँको नम्बर पनि मैले ल्याइछु मेयरको पनि ल्याइछु अनि उहाँले के गर्नुभयो भने उहाँको घर अस्ट्रेलिया उहाँको घर नक्सामा छ मेरो आमा र म मात्रै बस्छन् म एकल महिला हो 22 वर्षको हेर्नु मलाई त एकदम पीडामा पारे तिनीले के भयो सबै अहिले पुलिसमा विवरण दिनुभएको दिनु भएन प्रहरीमा तपाईँले निवेदन दिनुभयो प्रहरीमा जानु भएन कहीँ जानु भएन मैले त्यही निवेदन चितवन कहाँ हो तपाईँको खैरेनी वार्ड नम्बर 5 प्रहरीमा जानुभएको छैन गइ छैन म तपाईँलाई अहिले भर्खरै यहाँबाट त्यहाँको प्रहरीलाई खबर हुन्छ त्यहाँ तपाईँको के गर्नुपर्ने रहेछ तपाईँको के भएको रहेछ तपाईँको कागजपत्र हेरेर तपाईँलाई कहाँ अन्याय परेको रहेछ भर्खर अहिले भर्खरै यहाँबाट समयलाई सम्पर्क गर्नुहुन्छ भर्खर तपाईँ उहाँसँग बस्नु होला है अहिले भर्खरै भन्नुहोस् हो सबै बुझेर कसैले त्यहाँ गलत गर्यो गलत गर्न दिँदैनौँ हामी भर्खर कुरा गर्यो तपाईँ प्रहरीमा गएको भए यसै पनि गर्थ्यो 4 मिटर बाटो छ नि उहाँको घर छ त्यो सबै बुझाउनलाई अहिले वार्ड अध्यक्षले थर्काउनु भएको छ तँलाई त्यो मोर्न सब बुझ्न पठाउँछु म त मोर्न छ र त राष्ट्रिय स्वतन्त्र पार्टीसँग जाने भनेर मलाई भन्नु म सबै बुझ्न लगाउँछु चिन्ता नगर्नु होला तपाईँहरू बस्नुहोस् अहिले अनि जे भएको छ त्यहाँ जे तपाईँलाई समस्या परेको छ त्यो सबै समस्या यहाँ हेर्छौँ तपाईँसँग कानुन व्यवसाय छैन भने पनि वकिलको पनि व्यवस्था म गरिदिन्छु है चिन्ता नगर्नु ल आमा चिन्ता नगर्नुहोस् है मैले कुरा गरेको छु है पिर नगर्नु केही गाह्रो हुँदैन हामी छौँ तपाईँ पुलिसमा जानुभएको छैन रहेछ गएको भए हुन्थ्यो गएको भए त्यहाँ प्रहरीले मद्दत गर्थ्यो जानुभएको छैन रहेछ म यहीँबाट सबैको त्यहाँ कुरा सुन्ने त्यहाँको अवस्था के रहेछ सत्य तथ्य के रहेछ भर्खर बुझ्ने व्यवस्था गरिदिन्छु है आमा ल चिन्ता नगर्नु होला भर्खर उहाँले गर्नुहुन्छ सम्बन्धी विवाद एकैचोटि आएको हामी गरिरहेछौँ